हेलो गाइस, तपाईहरु मेरो भिडियोमा स्वागत छ र म चाहिँ आज गइरहेछु फिश कुकिङ गर्न। ल आउनुस् कसरी गर्ने हो। यो हेर्नुस्, यो मैले माछा लिएछु अनि यसलाई म कटिङ गर्न गइरहेछु। यो चाहिँ हाम्रो फिश कटिङ गरेर तयारी भइसकेको छ है। कटिङ गरेको माछालाई राम्रोसँग धुने है, केलाएर धुने। यसमा चाहिँ मैले तोरीको तेल हालिदिरहेछु है। यो चाहिँ बेसार, अनि यसलाई मजाले फ्राई गर्ने है। जति सक्दो फ्राई गरे त्यति नै माछा मिठो हुन्छ है। तेलमा राखेर यसरी चाहिँ फ्राई गर्नु। माछालाई यसरी चाहिँ पल्टाउने। दुईटै भागबाट पकायो भने राम्रो, नत्र यो काँचो हुन्छ है। माछालाई चाहिँ यसरी राम्रो मजाले अलिअलि गरेर पल्टायो भने राम्रो हुन्छ। र यसमा चाहिँ लसुन र तोरीको पेस्ट मैले हालेर यो हाल्दाखेरि त्यति बास्ना आउँदैन र टेस्ट पनि हुन्छ। तपाईँ हेर्नुहोस्, एकदम मिठो पाक्छ यसरी चाहिँ पकाउँदाखेरि यो तरिकाले। र यो चाहिँ हाम्रो गाउँघरमा लोकल टमाटो, लोकल गोलभेडा, यो सानै नै हुन्छ तर यो अर्ग्यानिक र लोकल हो र यसको टेस्ट बेग्लै नै हुन्छ, एकदम टेस्टी हुन्छ यो। र मैले चाहिँ अब यसमा नुन हाले। यसमा चाहिँ बेसार र खुर्सानीको धुलो हाल्ने अनि यसलाई मजाले मिक्स गर्ने अनि त्यहाँबाट एकछिन छोड्ने यसलाई पाक्नको लागि। यसरी राम्रै गरेर भुट्नु। जति भुटे पनि त्यति नै मिठो हुन्छ। झोल चाहिँ हाम्रो तयारी भइसकेको छ। अब यसमा माछा हाल्ने, बिस्तारै बिस्तारै गरेर माछा हाल्दाखेरि यसरी पकाएको माछा निकै नै मिठो हुन्छ। अनि माथि यो धनियाको पत्ता एड गर्ने। धनिया हाल्दा झन् टेस्ट हुन्छ। यो हेर्नुहोस्, माछा पाकेर रेडी भइसकेको छ है। कति स्वादिष्ट देखिरहेको छ।
चाहिँ माछा अनि काँक्रो कति स्वादिष्ट देखिरहेछ। र म चाहिँ यसलाई अब टेस्ट गर्ने गइरहेछु है। एकदम तातो तातो छ है, भाप निक्लिरहेछ भाप। कति मिठो माछा, काँडा छ। माछा अनि भात धेरै नै मिठो छ है यो काँक्रो। वाउ एकदम मिठो छ है।